Hello, Namaste. I am Yuvraj Patel and I am proudly serving as a Business Development Manager at Dynamic Technosoft Private Limited for last 8 years. My journey here has been one of the continuous learning, innovation and development. Over the years, I have had the privilege of working with a dedicated team which is dedicated to delivering cutting-edge software solutions to different business industries. डाइनामिकको कुरा गर्ने हो भने डाइनामिकको स्थापना 2010 एडीमा भएको हो र अहिलेसम्म चाहिँ हामीले लगभग 6 वटा चाहिँ हाम्रो पब्लिक प्रोडक्ट्सहरु छन् जस्तै डाइनामिक एकाडेमिक ERP, डाइनामिक अकाउन्टिङ ERP, हस्पिटल ERP, एसोसिएसन म्यानेजमेन्ट सिस्टम, सँगै सेन्ट्रलाइज एजुकेसन मोनिटरिङ सिस्टम र सेन्ट्रलाइज सिस्टम रहेर चाहिँ हामीले सर्भिस चाहिँ दिँदै आइरहेको छौं। डाइनामिक 15 वर्षको एउटा जर्नीमा हामीले नेपालको एभ्री कर्नरमा सर्भिस दिन चाहिँ पुगेको छ। अहिले हाल हाम्रो चाहिँ 7 वटा ब्रान्च अफिस रहेको छ जुन तपाईको काठमाडौँ, वीरगञ्ज, पोखरा, इटहरी, जनकपुर, धनगढी, बुटवल एन्ड नेपालगञ्ज। हाम्रो 15 वर्षको कार्यकालमा एउटा स्ट्रगलिङ फेज देखि लिएर यहाँसम्मको जर्नी त्यति सजिलो पनि थिएन। यो जर्नीमा हामीलाई सहयोग गर्नुभएका हाम्रो युजर्सहरु, स्टेक होल्डर्सहरु, हाम्रा वेल विशर्सहरु, हाम्रो सपोर्टर्सहरु र मोस्ट इम्पोर्टेन्ट हाम्रो डेडिकेटेड टिम मेम्बर्सहरुको ठूलो हात रहेको छ, ठूलो सहयोग रहेको छ। उहाँहरुको कारणले गर्दाखेरि हामी एउटा स्ट्रगलिङ फेजबाट अहिले नेपालमा मात्र नभएर हामी इन्डिया एन्ड जापानमा पनि सर्भिस दिइरहेको छौं। र पर्सनली हाम्रो भिजन के छ भने स्वदेशी प्रोडक्टलाई हामी विश्व जगतको मार्केटमा चाहिँ आईटीमा चाहिँ नेपालमा पनि यस्तो सफ्टवेयर छ भने चाहिँ चिनाउने चाहिँ हाम्रो प्रयास हो। त्यसमा पक्कै पनि हाम्रो स्टेक होल्डर्सले, हाम्रो युजर्सहरुले, हाम्रो वेल विशर्सहरुले हामीलाई सहयोग गर्नुहुन्छ भन्ने आशा छ। पर्सनली मेरो कुरा गर्ने हो भने यो 8 वर्षको मेरो कार्यकाल डाइनामिकसँग धेरै फलदायी रह्यो। धेरै कुराहरु चाहिँ सिक्न पाए यहाँबाट। पब्लिक रिलेसन देखि लिएर सबै कुराहरुमा डेभलपमेन्ट भयो र डाइनामिकसँग मेरो यो 8 वर्षको यात्रा मात्र पनि रहदैन। मलाई आशा छ हाम्रो वेल विशर्स, हाम्रो युजर्सहरुले यसरी नै डाइनामिकलाई सहयोग गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ र अहिलेसम्मको सहयोगको लागि म उहाँहरुलाई चाहिँ हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। धन्यवाद। Dynamic Technosoft Private Limited, best in the business of software company since 2010.